हेलो नमस्कार साथी हो। आज म पाइप उचाल्न गइरहेको छु हैन। साथीहरूलाई म पाइप उचाल्ने तरिका सिकाउँछु र अहिले हामी मसँग भएको चाहिँ अहिले 4को पाइप मात्र छ। जस्ट तपाईहरुले 4को पाइप उठाउँदाखेरि चाहिँ जस्तै तपाईहरुको शरीर चाहिँ हैन दुख्ने ओर्ने हुन्छ, त्यसैले म पोजिसन सिकाइदिन्छु तपाईहरुलाई हैन। पाइप उचाल्दा चाहिँ सुरुमा हैन हामीले चाहिँ यो जुन पाइप छ नि, यो पाइप 4को पाइप छ, यो 4को पाइपमा बीचमा गएर सेन्टरमा गएर दुई हातले यसरी पक्रेर हैन, तपाईहरुले दुई हातमा पक्रेर यसरी पक्रेर स्लो मोसनमा अलिकति तपाईको हैन ब्याक पछाडी चाहिँ अलिकति तल डाउन गरेर यस्तो गरेर उचाल्ने। जब उचालेर स्लोली गरेर यसरी यतिको समाउने चाहिँ तपाईले थोरै पुश गर्ने हातले एउटा देब्रे हातले बिस्तारै उठाउने। यसरी गरेर पाइप उठाउँदा चाहिँ सिधा माथि हेर्ने, पाइप उठाउँदा सिधा अनि स्लोली झार्ने। तपाईहरुले स्लोली झारेर हैन, स्लोली झार्दाखेरि यस्तो गरेर हैन सामान कहिले पनि फ्याल्ने हैन, स्लोली गरेर यसो गरेर डाउन गर्ने हैन, राख्ने। र आजको लागि तपाईहरुलाई म यति नै सिकाउँछु हैन। तपाईहरुलाई म नयाँ कुराहरु सिकाउने छु र तपाईहरुलाई नयाँ कुरा हैन तपाईहरुले कमेन्ट गर्नुस् र शेयर गर्नुस् र सब्स्क्राइब पनि गर्नुस्। मेरो युट्युब च्यानल पनि छ हैन। र तपाईहरुलाई यदि नयाँ नौलो कुरा सिक्नु छ र सोध्नु मन छ भने हैन कमेन्ट गर्नुस् र म सिकाउने छु।